गुड मर्निङ। आज फेरि यहाँ घुम्न आइरहेको छु चारधाममा। जतिजनाले पनि यसो शिव भगवानको चारधाम यसो यो चारधाम मन्दिर एकै ठाउँ बनाएको छ। त्यस कारणले गर्दा बद्रीनाथ पनि छन्। तल झैन बद्रीनाथ र घुम्दै घुम्दै चारधाम आइपुगेको र मेरो जाँदैछु सानो पेज तपाईँले लाइक र कमेन्ट सेयर पनि गरिदिनुहोस्। भगवानको धाममा आइपुगेको छु हामी र यो धाम जसले पनि तपाईँको पेजको अगाडि आइपुग्छन् र यो धामलाई सम्झेर लाइक कमेन्ट सेयर गरिदिनु। अब अहिले चाहिँ म पछि ब्याकपट्टि जाँदैछु। भगवानको धाम सोचेको कुरा पुगिन्छ र आफू आत्मा हृदयबाट विश्वास गर्नुपर्छ। हिँडेको पछाडिपट्टि यस्तो चाहिँ ढुङ्गा लगाएर दामी घुम्दै एक फनको घुमिसके। अब हामी यो पेज यहाँतिर चाहिँ नजारा चारधामको नजारा देखाइरहेको छु तपाईँहरूको माझमा। यहाँबाट पारिपट्टि साङडुप्चे माथि देख्दैछन्। तपाईँलाई जुम गरेर देखाइरहेको छु। अब त्यहाँ फेरि साङडुप्चे जाँदैछ हामी चारधाममा। र रमाइलो भइरहेछन् आज घाम लागेर। चारधामको सुरुवात मात्रै आज अहिले अरे रे केदारनाथ यता चाहिँ केदारनाथ अरे। अब यो मन्दिर चारधामको त्यसै यो चारैवटा मन्दिर यहाँ छ र चाहिँ चारधाम भनेको। तपाईँहरूकोमा छ जसले मेरो पेज तपाईँको मोबाइल हेर्नु साथ अगाडि आइपुग्यो भने लाइक र कमेन्ट सेयर गरिदिनुहोस्। तपाईँको सोचेको कुरा पुग्नेछ। अनि
यहाँ चाहिँ बडीगार्ड यसो लगाएको रहेछन्। यहाँ तल देख्ने चाहिँ हाम्रो राईको माङ्पा अरे। अब हामीले जान्दिनँ, हामी त लेप्चाहरू हो र जस्तै हामीले त्यसरी हाम्रो अब उत्पन्नले ठेकुङटिक र निकुङनालको कुरा आउँछ त्यस्तै। अनि यो चारधाम घुमिसकेर बाहिर निस्किँदैछु। फेरि अर्को पेजमा भेटौँला। अर्को पेज चाहिँ अब लाउँदैछु माथि साङडुप्चीको। आज अहिलेलाई यतिमै समाप्त राख्दछु। धन्यवाद।